हामी मानिसहरू सबैको ब्रेन छ र त्यो ब्रेनमा रहेको हार्डवेयर सबैको एकनासै छ हैन। तर त्यो हार्डवेयरभित्र अर्को एउटा सफ्टवेयर हुन्छ नि म्यानुअल चलाउनलाई, त्यो सफ्टवेयर चाहिँ फरक छ के। त्यो सफ्टवेयर फरक भएको कारणले नै मानिसहरू कोही धेरै सक्सेसफुल छन्, कोही मध्यमा छन्, कोही तल्लो स्तरमा छन् के। अब सक्सेसफुल पर्सनहरूलाई चाहिँ उनीहरूले धेरै स्किल सिकेको हुन्छ, बढी एजुकेटेड हुन्छ हैन। अनि धेरै अब आफूलाई चाहिने कुराहरू उनीहरूले आफ्नो म्यानुअलमा हालेको हुन्छ के सक्सेसफुल हुनको लागि। र मध्यम वर्गीयले पनि अब त्यही अनुसारको एजुकेसन हुन्छ, उसको स्किल हुन्छ हैन, त्यही सिकेर आफ्नो म्यानुअल भरेको हुन्छ। र निम्न वर्गले पनि अब आफ्नो क्षमताले भ्याएको स्किलहरू हालेको हुन्छ। तैपनि अब कतिपय चाहिँ नजान्ने हुन्छ कि स्किलहरू कुन स्किल हाल्ने हैन, अनि कसरी चाहिँ गर्ने भन्ने नजानेको कारणले ऊ तल निम्न स्तरमा रहेको हुन्छ हैन। र यो हाम्रो ब्रेनमा चाहिँ अब म्यानुअल जुन छ नि, हामीले चाहिँ अब चेन्ज गर्न मिल्छ। स्किल नहुनेले स्किल सिकेर अझ हैन आफूलाई माथि अगाडि बढाउन सक्छ।